स्लाइन पनि लगाइदियो आमालाई, अक्सिजन पनि लगाइदियो। खाना खानुपर्छ नि अलिकति ढिलो ल। भाद्यो अब त्यहाँ हामी घर जान्छौँ। आमा यहाँ छ, सुतिरहेको छ हो। मैले अक्सिजन हालिदिएको छ, युरिन पाइप ल्याइदिएको छ, चम्ची हालिदिएको छ त भाउजू, त्यसमा हालिदिएको छ। अनि यहाँ चाहिँ निनी र भाउजू बस्दिन्छ। आज यहाँ निनी खाना नखाइ आएर चाउमिन खाँदैछ, भाउजू बस्दिन्छ हो। आमालाई एडमिट गरेर चाहिँ हामी घर आयौँ होइन। अन्त घर आउँदै गर्दाखेरि चाहिँ दार्जिलिङको भ्यू राम्रो देखिरहेको थियो नि त, लाइटले गर्दाखेरि रमाइलो देखिरहेको थियो। तर के गर्नु, अब मन त रमाइलो छैन नि साथीहरू। आमालाई एडमिट गरेर आएको, छोडी राखेर हस्पिटलमा होइन। अन्त तपाईँहरूलाई पनि यसो अपडेट होस् है आमाको के छ कसो छ भनेर। अन्त तपाईँहरू पनि प्रे गरिदिनुहोस् होला है आमा छिट्टो जाती होस् भनेर हो। अन्त चाहिँ हामी घर आइपुगेर चाहिँ भन्नु न आमा बुढी आमालाई चाहिँ अचानक एडमिट गर्नु परेर हामी हस्पिटल गएको थियौँ। अन्त हामी चाहिँ भर्खर आइपुग्यौँ, 10 बज्नु राख्यो है बडा। अनि भर्खरै भोक लागेको जस्तो भयो हो, कता कता भोक लागिरहेछ हो। बडाले यहाँ एउटा सेफाली भोगेर आएछ बिचरा, चेपेर ज्याकेटको गजीमा। बडी चाहिँ एक्लै थियो हो। अन्त म चाहिँ खाना लाँदैछु। यो चाहिँ डाइट चाहिँ कम्ती छ हो। अब गएको नानीले पर्खिरहेको छ होला है बेबे। जान्छु लु, अब चाहिँ म गएको है बेबे ल। लु बाई, गएँ ल, गुड नाइट। गुड नाइट भनिदिनु परि गएँ ल। खाना लगेर जाँदैछु म अब। होइन आन्टीसँग बात मार। आइपुगेर अब म चाहिँ खाना खाँदैछु होइन साथीहरू। तपाईँहरू त सुति पनि सक्नुभयो होला। अर्जेन्टली नै लानु पऱ्यो आमालाई, इमर्जेन्सी नै भयो होइन। त्यसले गर्दा हामी यहाँबाट 7:30तिर निस्केको होला। भर्खर आइपुग्यो 10 बजी। अन्त खानासाना खाएर चाहिँ सिधै जाउँ भनेको। नानीलाई चाहिँ देखा पर्नु हुँदैन नि त, देखा पऱ्यो भने चाहिँ नानी रुनु थाल्छ, म माम खानु पाउँदिनँ हो। ओके बाई बाई। के हुन्छ अपडेट होइन आमाको म तपाईँहरूलाई दिँदै गर्छु। तपाईँहरूले पनि प्रे गरिदिनुहोस् होला आमाको लागि ल। थ्याङ्क यू।